जस्तै अब हामीले यहाँ चाहिँ सुरुमा एडोब इलस्ट्रेटर यहाँबाट सुरु गऱ्यौँ। सुरु भइसकेपछि यहाँ यो चाहिँ तपाईँको एडोब इलस्ट्रेटरको इन्टरफेस हो। यहाँनिर लेफ्ट ह्यान्ड साइडमा तपाईँको न्यू फाइल, ओपन फाइल भनेर छ। यो दुई चिजमा चाहिँ हामीले सुरुमा आज न्यू फाइल गर्नेछौँ। न्यू फाइल गरेपछि तपाईँले यहाँ देख्नुहुन्छ लेटर, कमन, पेपर साइज, पोस्ट कार्ड हैन, तपाईँको लेटर्स, कस्टम वेब पेज, लार्ज भनेर चाहिँ अलग अलग चाहिँ तपाईँको यहाँनिर अप्सन छ चुज गर्नलाई। रिसेन्टमा मैले चाहिँ यसमा जति पनि डकुमेन्टहरू बनाएको छु त्यसको चाहिँ देखाइरहेको छ। हामी यहाँ चाहिँ मोबाइलमा क्रिएट गर्छौँ। मोबाइलको फर्मेटमा चाहिँ यति सबै देखाइरहेछ। वेब फर्मेटहरूमा वेब फर्मेट देखाइरहेछ। प्रिन्ट फर्मेटमा प्रिन्ट फर्मेट देखाइरहेछ। फिल्म फर्मेटमा फिल्म एन्ड भिडियो देखाइरहेछ भने यहाँ इलस्ट्रेसन भनेर चाहिँ अर्को चाहिँ देखाइरहेको छ। सो हामी अहिले चाहिँ के गर्छौँ भन्दाखेरि सुरुमा हामी प्रिन्टमा जान्छौँ। हाम्रो चाहिँ स्टार्टिङ क्लास भएको हुँदाखेरि हामी यहाँ लेटर चुज गर्छौँ। यहाँ चाहिँ अनटाइटल छ, हामी यहाँलाई क्लास 1 लाई राखिहाल्छौँ। क्लास 1 भनेर लिन्छौँ। यहाँ विड्थ चाहिँ तपाईँको 612 पोइन्ट छ। हाइट चाहिँ तपाईँको 792 पोइन्ट छ। अहिले हामी चाहिँ केही चेन्ज गर्दैनौँ। यहाँ चाहिँ ओरिएन्टेसन वगैरह भर्टिकल राख्ने कि ल्यान्डस्केपमा राख्ने भन्ने छ। अहिले हामी चाहिँ भर्टिकलमा राखेर चाहिँ क्रिएटमा जान्छौँ। जसै हामीले क्रिएटमा क्लिक गर्छौँ एउटा नयाँ पेज ओपन भएर आउँछ। सो चाहिँ हाम्रो चाहिँ यहाँनिर चाहिँ नयाँ ओपन भइसकेपछि हाम्रो चाहिँ सिलेक्सन टुलको बारेमा चाहिँ हाम्रो फर्स्ट डेको क्लास हुन्छ। सिलेक्सन डे टुल्स भन्नाले चाहिँ यो चाहिँ है राइट ह्यान्ड साइडमा तपाईँको यो सिलेक्सन टुल हो। यसलाई चाहिँ तपाईँ यसरी माउसले क्लिक गरेर यताउता सार्न सक्नुहुन्छ, यहाँ सार्न सक्नुहुन्छ। आफूले चाहिँ कम्फर्ट लागेको ठाउँमा तपाईँले मुभ गर्न सक्नुहुन्छ। अहिले फिलहाल हामी चाहिँ यसलाई चाहिँ जहाँ थियो त्यहीँ राखिदिन्छौँ। अलिकता डाउन गर्छौँ, अलिकता रेख्न सजिलो होस् हैन। त्यसपछि यो चाहिँ अहिले मैले यसलाई क्लोज गरिदिएँ। सो सुरुमा चाहिँ हामीले चाहिँ सिलेक्सन टुलले के गर्न सकिन्छ भन्ने कुरा चाहिँ हो। सिलेक्सन टुलले हामीले चाहिँ कोही पनि अब्जेक्टलाई सिलेक्ट गर्न सक्छौँ, त्यसलाई रिसाइज गर्न सक्छौँ, त्यसलाई मुभ गर्न सक्छौँ, त्यसलाई चलाएर हेर्न सक्छौँ, त्यसलाई रोटेट गर्न सक्छौँ हैन। फर इक्जाम्पल अब हामी चाहिँ इक्जाम्पलै लिएर गइहालौँ। अब यहाँनिर चाहिँ हाम्रो चाहिँ रेक्टेङ्गल टुल्स छ। अब रेक्टेङ्गल टुल्सले हामीले सिलेक्ट गरौँ। यहाँ चाहिँ हामीले हाम्रो मेन पेजमा चाहिँ आर्टबोर्डमा चाहिँ छोडिदियौँ। अब आर्टबोर्डमा छोडेपछि यसले के गर्छ भन्दाखेरि एउटा चाहिँ तपाईँको आर्टबोर्डको के साइजमा चाहिँ क्रिएट गर्ने भनेर सोध्छ। अब तपाईँले यहीँ चाहिँ चुज गर्नुहुन्छ। अहिलेको लागि मैले ट्युसनको लागि अथवा क्लासको लागि चाहिँ तपाईँलाई 100 पोइन्ट माथि 100 पोइन्ट तल, मतलब चौडाइ 100 पोइन्ट अनि हाइट लम्बाइ चाहिँ 100 पोइन्ट गरेर चाहिँ यसरी छोडिदिउँ है। अब चाहिँ यहाँनिर के भन्यो त एउटा चाहिँ हाम्रो चाहिँ रेक्टेङ्गल टुल बन्यो। अब त्यस्तै हामी एउटा एलिप्स टुल लिन्छौँ। एलिप्स टुललाई पनि हामीले यसरी छोडिदियौँ भने त्यही पहिलाकै जस्तै चाहिँ हाम्रो चाहिँ सुरु हुन्थ्यो। अब तर हामी क्यान्सल गर्छौँ। यहाँनिर चाहिँ तपाईँ हामी यसरी माउसले यसरी गर्छौँ। ठिक छ। अब अर्को एउटा चाहिँ टुल्स लिन्छौँ हाम्रो चाहिँ पोलिगन। अब पोलिगन खिच्दाखेरि हामी के गर्छौँ शिफ्ट दबाएर यसरी तान्छौँ। अर्को चाहिँ हाम्रो चाहिँ स्टार छ। स्टारलाई पनि हामी शिफ्ट दबाएर चाहिँ यसरी तान्छौँ। अर्को एउटा टुल्स छ हाम्रो लाइनर भनेर छ। त्यसलाई पनि शिफ्ट दबाएर यसरी हामी ड्र्याग गरिदिन्छौँ। यो गर्नुको मतलब के हो भन्दाखेरि तपाईँले चाहिँ हरेक चिजलाई कसरी चाहिँ यसमा चाहिँ आफूले चाहिँ टेस्ट गर्ने, कसरी प्र्याक्टिस गर्ने भन्ने कुरा देखाउन खोज्यो। अब चाहिँ यो सबै चिजलाई चाहिँ यसरी कन्ट्रोल ए गरेर चाहिँ तपाईँले चाहिँ सिलेक्ट गर्न सक्नुहुन्छ।
डिलिट हाल्यो भने तपाईँको सबै के हुन्छ त डिलिट हुन्छ। अब म यहाँ कन्ट्रोल जेड गर्छु, सबै आइहाल्छ। सो म ए प्रेस गर्छु, सिलेक्सन टुलमा गइहाल्छ, डाइरेक्ट सिलेक्सन टुलमा। सो म यहाँ चाहिँ सिलेक्सन टुलमा क्लिक गर्छु। हाम्रो सिलेक्सन टुल भनेको बी हो है। अहिले चाहिँ बी वाला सर्टकटवाला सिलेक्सन टुल हामी हेर्दैछौँ। अब यसले चाहिँ हामीले के गर्न सक्छौँ भन्दाखेरि हाम्रो अब्जेक्टहरूलाई यसरी चाहिँ सानो ठुलो गर्न सक्छौँ। अहिले हामी सानो ठुलो गर्दाखेरि यो यस्तो देखिरहेको छ हैन। यदि हामीले शिफ्ट दबाएर चाहिँ तपाईँले सानो ठुलो गर्यो भने यो के हुन्छ, यो प्रोपोर्सनली सबै पुरा टोटल दायाँ बायाँबाट एउटै किसिमले सानो र एउटै किसिमले ठुलो हुन्छ। अब कुनै हामी स्टारले लियौँ। अब स्टार अहिले व्हाइट कलरमा छ। अब हामी यसको फिलमा गएर यसलाई चाहिँ रेड गर्न सक्छौँ। त्यहाँभन्दा अर्को एउटा चाहिँ अप्सन छ स्ट्रोक। स्ट्रोकमा चाहिँ तपाईँको हामी पछाडि ब्ल्याक राखिदिन सक्छौँ। यसको पोइन्ट हामी बढाइदिन सक्छौँ। पोइन्ट हामी 10 गरिदिउँ भनेपछि अहिले चाहिँ यसको चाहिँ भिजुअलाइजेसन चाहिँ यसरी चाहिँ चेन्ज भएर गयो है। सिमिलरली अरू पनि सर्टकटहरू छन् यसमा। हामी यसको पनि चाहिँ कलर चेन्ज गरिदिन सक्छौँ। कुनै एउटा स्ट्रोक पनि कुनै एउटा स्ट्रोकको चाहिँ हामी पोइन्ट बढाइदिन्छौँ 10। कलर चाहिँ हामी चेन्ज गरिदिन्छौँ कुनै एउटा ओरेन्ज कलर राखिदिउँ। अब चाहिँ हामी के गर्छौँ भन्दाखेरि सबैलाई चाहिँ डिलिट गरिदिन्छौँ। कन्ट्रोल यहाँ साइडमा क्लिक गरेर कन्ट्रोल ए गर्छौँ, डिलिट आयो सबै डिलिट गर्छौँ। अब एउटा तपाईँलाई म्याजिक देखाइदिन्छु। यसमा हामी एउटा पोलिगन लिन्छौँ। यहाँ म शिफ्ट दबाउँछु किबोर्डमा, यसरी तान्छु, ठिक छ। अनि मैले चाहिँ यहाँनिर यसरी सिलेक्ट गरेँ। अब म अल्ट दबाएर चाहिँ तपाईँको यसरी सार्छु। यता सार्दाखेरि तपाईँको एउटा कपी भयो हैन, डुप्लिकेट भयो। अब म कन्ट्रोल कपी गरेको अब चाहिँ मैले कन्ट्रोल डी गर्छु भने त्यो त्यही साइजमा चाहिँ उता 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 त कपी हुँदै जान्छ। सो सिमिलरली अब यहाँ मैले क्लिक गरेँ, अल्ट दबाएँ, यता तानेर लगेँ, शिफ्ट गरेर चाहिँ यसलाई चाहिँ यहाँ ल्याएर छोडिदिएँ। अब मैले कन्ट्रोल डी गर्दै जान्छु, त्यो के हुँदै जान्छ त तल तल थप्दै जान्छ। सो अब मैले चाहिँ यसलाई चाहिँ फेरि चाहिँ अल्ट दबाएर यहाँ चाहिँ यसरी चाहिँ राखिदिन्छु। अब कन्ट्रोल डी गर्छु भने त्यही साइजमा बढ्दै बढ्दै उता जान्छ। सो हामीले गर्न खोजेको चाहिँ के चिज हो भन्दाखेरि अब हामीले यहाँ कन्ट्रोल ए गरेर यसको फिल कलर पनि हामीले के गर्न सक्छौँ त चेन्ज गरिदिन सक्छौँ। यसको स्ट्रोक कलर पनि हामीले चेन्ज गरिदिन सक्छौँ, कुनै एउटा कलर राखिदिउँ। अब यसको ओपेसिटी चाहिँ तपाईँको 100% छ। अहिले हामीले कम गरिदिन पनि सक्छौँ, ठिक छ। यो ओपेसिटी कम ज्यादा गर्दाखेरि के चेन्ज हुन्छ भन्दाखेरि तपाईँ ज्यादा ब्राइट ज्यादा चाहिँ डार्क हुँदै जान्छ हैन। ओपेसिटी 0 गर्दाखेरि के भयो त जस्तो पहिला डिफल्ट कलरमा व्हाइट थियो त्यस्तै भइहाल्यो। बढाउँदै 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 जाँदा के हुँदै गएको छ, कलर फिल हुँदै 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 गइरहेको छ हैन। सो यो चाहिँ फर्स्ट क्लासको हाम्रो चाहिँ प्र्याक्टिस थियो। हामीले चाहिँ टुल्सको बारेमा, सिलेक्सन टुलको बारेमा सिक्यौँ। कसरी चाहिँ हामीले यो बनाउने, सेभहरू कसरी बनाउने भन्ने बारेमा हामीले सिक्यौँ। सो यदि तपाईँलाई चाहिँ च्यानल चाहिँ म सिकाउन खोजिएको कुरा अलि राम्रो लाग्यो, इन्ट्रेस्टिङ लाग्यो भने तपाईँले च्यानललाई चाहिँ सब्सक्राइब गर्न सक्नुहुनेछ। अब चाहिँ तपाईँले कन्ट्रोल ए गरेर चाहिँ सेट गर्नुभयो भने यहाँनिर जुम पनि आउँछ। तपाईँले यसरी अल्ट दबाएर यसरी बडा गर्न सक्नुहुन्छ, यसरी छोटा गर्न सक्नुहुन्छ हैन। जुम पनि यसैमा सिकिहाल्नुभयो तपाईँले। अल्ट दबाएर यसरी माउसको व्हिल छ नि त्यसलाई चाहिँ माथि दबाउँदाखेरि चाहिँ तपाईँको
ठुलो हुन्छ भने यसरी चाहिँ जुम आउट हुन्छ। माउसको अल्ट दबाइरहने, माउसको स्क्रोल बटनले चाहिँ तपाईले माउस व्हील तल माथि घुमाउने यसरी। सो यो चाहिँ हाम्रो फर्स्ट क्लास थियो। अब आज चाहिँ हामी अर्को भिडियो ल्याउने छौँ। तबसम्म चाहिँ योलाई भिडियो हेरेर कस्तो लाग्यो फर्स्ट क्लास नेपालीमा तपाईहरुले हेरेर साथ दिनुहोला, कमेन्ट गर्नुहोला, सब्स्क्राइब गर्नुहोला, लाइक गर्नुहोला, शेयर गर्नुहोला। सो अर्को च्यानलमा हामी अर्को दिनमा हामी चाहिँ फेरि भेट्छौँ।